आज मुख बिहान छ के भन्छ मुख बान हो कि मुख ब्याङ हो कि के भन्छ हैन पैसा नपुगेर तनाव भइदिरहेको नाक पनि रातो रातो भन्छ हेलो हाई एन्ड नमस्ते आई होप सबैजना सन्चै हुनुहुन्छ होला मलाई त सन्चो छैन गाइज अलिअलि घाँटी खसखस खसखस गरिरहेछ अनि रुगा लाग्ला जस्तो भयो अलिअलि टाउको दुख्रा जस्तै भन्छ त्यही पनि ब्लग बनाइरहेछु गाइज नाइट ड्युटी छ उठेर यसो हिँड्न मनै लाग्दैन के गाइज उठेर हिँड्न मन लाग्दैन अनि त्यही पनि आज यसो मासु खाम खानु मन लाग्यो क्या गाइज अनि त्यही मासु खाम भनेर चाहिँ आज यसो चिकन लिन हिँडेको चिकन ल्याएर खाम भनेर हो हिँडेको उठ्नै मन लाग्दैन कि गाइज निन्द्रै पुग्दैन क्या अनि नाइट ड्युटी अब रातभरि काम गर्ने दिनभरि सुत्ने बिहान रातभरि काम गर्ने राति सुत्नुमा र दिउँसो सुत्नुमा धेरै फरक हुन्छ गाइज राति 5-6 घन्टा सुते पनि मजाले निद्रा पुग्छ क्या अनि दिउँसो 8-9 घन्टा सुते पनि त्यति निद्रा पुग्दैन पुगे जस्तो लाग्दैन के गाइज होइन ल हुन्छ गाइज हेर्दै गर्नु होला सपोर्ट गर्दै गर्नु होला ए हर्नरमा के छैन गरा अन्त 1 सो खुर्सानी लिनु है त साथीहरु खुर्सानी लिनु आज मुख बिहान छ के भन्छ मुख बान हो कि मुख ब्याङ हो कि के भन्छ हैन
टमाटर र खुर्सानी लिएको गाइज। अब लिन बाँकी छ लसुन। हेलो, वेलकम ब्याक माई च्यानल। अनि गाइज आज जरो सामान किनेका आज अनि लगभग आज 3 बिटीको सामान किने आज लगभग 3 बिटी। अनि पैसा नपुगेर तनाव भइदिइरहेको क्या। अनि जति टोटल ल्याएको थिएँ टोटलमा चाहिँ पुगेन, 1 सिक्का पुगेन। अनि तनाव भएर के गरौँ पैसा छैन। सामान अब सामान फिर्ता गरौँ कि होइन, सामान फिर्ता गरौँ कि के गरौँ तनाव भइदिइरहेको क्या। अनि लास्टमा बहिनीले चाहिँ त्यो काउन्टरको नेपाली बहिनी रहेछ। अनि नेपाली बहिनीले चाहिँ ठिकै छ चाहिँ अब 1 सिक्का नि के हेरिराख्ने के गरिराख्ने होइन, वेट गरिसक्यो, सबै काउन्ट गरिसक्यो। अब जानु लिएर जानु, 1 सिक्का केही भएन, म मिलाउँछु भन्नुभयो क्या एउटा नेपाली बहिनी थियो। अनि लिएर आएको क्या। धन्न सामान फिर्ता गर्नु परेन गाइज। एकछिन त तनाव भइदिइरह्यो नि, सामान पैसा नपुगेर एकछिन त तनाव भइदिइरहेको थियो। अनि पछिबाट मिलिहाल्यो क्या। अनि ठिकै छ। अनि गाइज ल हुन्छ, लास्टसम्म हेरेर साथ दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद। यसरी नै सधैँभरि माया गर्नु होला। हाई गाइज, यसरी नै सधैँभरि माया गरिदिनु होला, मलाई साथ सपोर्ट गरिदिनु होला गाइज है। ओके गाइज, गुड नाइट है सबैजनालाई। जहाँ हुनुहुन्छ जस्तो हुनुहुन्छ स्वस्थ रहनुहोस्, खुसी रहनुहोस्, यही छ मेरो शुभकामना है गाइज। ल बाई। हेलो 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 हाई नमस्ते सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानल चौधरी ब्लगमा। सबैजनालाई स्वागत छ। अनि आई होप सबैजना सन्चै हुनुहुन्छ होला, म पनि यहाँ सन्चै छु होइन, तपाईँहरूको मायाले। अनि आज चाहिँ गाइज हाम्रो यो सम्धी हो, के अरे हाम्रो सम्धी हो यहाँ उहाँ चाहिँ। अनि गाइज आज मुख बिहान छ क्या, के भन्छ मुख बिहान हो कि मुख बिहान हो के भन्छ होइन। आज अहिलेसम्म त मुख बिहान भिडियो ल्याएको त मैले ल्याएको थिएन क्या। अनि आज चाहिँ यसो मुख बिहान भिडियो बनाइदिउँ न, अनि कस्तो हुँदो रहेछ भनेर आज। अनि आज म चाहिँ मुख बिहान भिडियो बनाउनु लाग्छु कि गाइज। अनि अन्तिमसम्म हेरेर साथ दिनु होला। हाम्रो यो के भन्छ यो लुगा सुकाउने ठाउँ के गाइज, हाम्रो यहाँ चाहिँ लुगा सुकाइन्छ। अब हामी यहाँ चाहिँ के भन्छ 3 तला माथि छ क्या, 3 तला माथि। अनि 3 तला माथि भएपछि अनि लुगा सुकाउने ठाउँ त छैन होइन। गाइज हेर्न सक्नुहुन्छ यहाँ 3 तला माथि छ, यहाँ लुगा सुकाउने ठाउँ छैन। अनि त्यही भएर यहाँ यसरी के यहाँ भित्र यसरी लुगा सुकाइन्छ कि गाइज। अनि अब गर्मीमा त सुकिहाल्छ, जाडोमा चाहिँ अलि सुक्नलाई टाइमै लाग्छ होला सायद। यसरी सुक्नलाई त घाम परेन होइन। उहाँ के भन्छ यो अदुलियामा हुँदाखेरि चाहिँ अदुलियामा चाहिँ बाहिर सुकाउन पाइन्थ्यो, बाहिर घाममा यसरी सुकाइन्थ्यो क्या। अनि यहाँ अहिले म चाहिँ यहाँ तुबुलीमा छु, तुबुली। अनि यो तुबुलीमा चाहिँ भित्र लुगा सुकाउनु पर्छ क्या, त्यही छ गाह्रो। अनि गाइज आज म चाहिँ यहाँको 10 महिना भइगयो क्या। 10 महिनामा अनि तिहारमा अलिअलि मासु ल्याएर खाइयो, अलिअलि साथीभाइसँग यसो बियर सियर चस्छ होइन, बियर सियर हालियो तिहारमा। अनि त्यसपछि आज तिहारमा खाइसकेपछि आज अनि कति महिना भयो, 7 महिना त भयो होला, 7-8 महिना त भयो। अनि 7-8 महिनापछि गाइज आज मासु भात हाम्रो मुखब्याङ सबैले हेरिदिनु होला है त।
ल गाइज अब तपाईँहरूलाई मुकब्याङतिर लानेछु है त सबैजनाले हेरिदिनु होला है त सबैजनाले हेरिदिनु होला माया गरिदिनु होला ल हेलो 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 वेलकम ब्याक फेरि पनि स्वागत छ मेरो च्यानलमा तपाईँलाई दौरो पिरो पिरो भयो नाक पनि रातो रातो भन्छ हाम्रो यो बियर सम्झना हुन्छ चौधरी दाइ बनाउनु सम्झे कहिलेकाहीँ सम्झना हुन्छ कि जिन्दगीमा धेरै वर्ष पछाडि पनि यसरी फलान ठाउँमा फलान गरेको थियो भन्ने एउटा सम्झना हुन्छ कि मेरो 2 वर्ष अगाडिदेखिको छ मलाई याद आउँछ कतारको पुरै छ कतारमा पुरै 2 वर्ष अगाडिको 10 वर्ष पछाडि सम्झिने हो कतारमा घुमेको सब छ के मेरो कतारमा जति घुमे नि पुरा काम छ म त टाउको काट्नु पर्ने थियो यार मेरो ठुल्ठुलो भइसक्यो अब काट्ने मैले नि हाम्रो राईले काटिदिइहाल्छ राईले साह्रै चित्त दुखाएको खै किन हो किन ल केही भन्नुहोस् हाम्रो गाइजहरूलाई केही त भन्नुहोस् होइन नभन्ने के भन्नु र खै भन्नु केही छैन ल हुन्छ गाइज भन्नु त केही छैन अब लास्टसम्म हेरेर अन्तिमसम्म हेरेर साथ दिनुभयो त्यसको लागि धेरै 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 धन्यवाद है तपाईँहरूलाई अनि यसरी नै साथ दिनु होला यसरी नै सधैँभरि माया गरिदिनु होला ल गाइज बाई गाइज ल अब फेरि अर्को के भन्छ अर्को भिडियोमा भेटौँला त्यतिन्जेलसम्मलाई बाई